हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। हामी पनि सन्चै नै छौँ, आराममै छौँ। अनि आज चाहिँ हामी घुम्न जानुको लागि भनेर ठिक्क परेर बसिरहेछौँ। अब दिदीहरू चाहिँ लिन आउनुहुन्छ, दिदीहरूले पर्खेर बसिरहेको। मनी चाहिँ दह जाने भन्दै हुनुहुन्थ्यो दिदीहरूले, त्यही भएर चाहिँ ठिकसिक चाहिँ पढिसक्यौँ अब दिदीहरूको वेटमा। अनि साथीहरू, मैले चाहिँ धेरै दिनपछि भिडियो हालेको छु मेरो च्यानलमा। फुल भिडियो हेरेर साथ दिनु होला, मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, अनि मेरो भिडियो हेरेर लाइक गरिदिनु होला है साथीहरू। अनि बाबु पनि यता रेडी भइसक्यो। हेलो हेलो, यता बस, यता हेर न के खेलेको। बाबल ए यता हेर, ऊ पनि घुम्नु जानलाई रेडी भएर बसेको छ। साथीहरू, अब चाहिँ दिदीहरू आउनुहुन्छ, त्यसपछि हामी जान्छौँ। हजुरलाई देखाउने नै छु हामी के गर्छौँ भनेर। के गर्नु है, घुम्नु जानलाई हो, त्यही हो। हजुरलाई एकछिनमा देखाउने छु। कति दामी है। ए बाटो अप्ठ्यारो रहेछ। हाम्रो दिदीको हालत हेर, यहाँ दिदीको हालत। बहिनी ढेप्नी, छोरो पछि पछि लहाट्ने। सबलाई दिदी यता हेर्नु न हौ, हेर्ने हालतमा हुनुहुन्न दिदीहरू चाहिँ, पुग्ने हालतमा छैन। यो तातेर गनाएको हो क्या। ल त्यो चाहिँ पछि पछि हेर न, बाटो लास्टै अप्ठ्यारो रहेछ। झर्दै हिँड्दै खेल्दै हिँडिरहेको छु। ठिकै हो यतिको त के ठिकै हो है। हुन्छ कोलीमा एक्लैले दुईजनालाई म झार्दै नझारिकन कसरी हिँडाइदिउँ। त्यहाँ त दाह्रोवाला होला है। हो नि, मेरो स्कुलको त टाढै गएको नि खाएको। ल चल्दिनु। ए अर्को भ्लगर नि रहेछ यहाँ। टोपी माग्नु भएको छ क्या दिदी मेरो त। हिँड्दा टोपी कहिले आउँदैन। हिँड्दा हिँडेर झन् कसरी पुग्छ दिदी। तर हिँड्नुमै मजा होला क्या। यो त स्कुटरमा स्कुटरमा त झर्दै हिँड्दै गर्दा झर्ने हामी, अनि फेरि चढ्ने गर्दा 3:30 बजिसक्यो। स्कुटरमा नसकेर अनि टिप्परमा चढेर हिँडेको थियौँ। टिप्पर भने अघि चढेको थिएन नि टरक, त्यही हो क्या सानो। सानोको हालत यस्तो छ। यता हेर त सोनी। हेलो अभिनव, हेलो। पनि भ्लगर बिजो भएको। स्कुटर लास्टै बाटो कच्ची रह नि त। स्कुटरमा नि लडी पठाइहाल्यौँ। अनि फेरि दिदीहरू गइसक्नु भयो। हामी त अब गाडी पनि जाँदैन अरे, यस्तो रोड चिप्लो भएपछि टिप्परले नि तानेन। अनि त्यसमा चाहिँ अब हिँड्दै जाने अझै कति छ थाहा नै छैन साथीहरू। हजुर पछाडि पनि आयो। बिच बाटोमा अघि हो कि स्कुटी नाच्दै लिएर आएको। खुट्टा चाहिँ थर्र खामे कि स्कुटर उड्दा। मलाई त मजा आइरह। त्यो टरकमा त म त आधी ज्यान त गइसक्यो है। यसको बाइक आयो पछि सक्नु भएन दिदी। अझै मान्छेहरू कति आउँदैछन्। म त त्यो गाडी भयो कि न बाट हिँड्दादेखि 15 मिनट भनेको, अझै आइपुगेको छैन। अझै कति 15 मिनट हो। दिदीहरूको हालत 30 मिनट्स र 10 मिनट्स चाहिँ नआउँदो रहेछ। साखुदेखिको 30 मिनट्स, त्यही बसेको भिडियोदेखिको 10 मिनट्स। अब अझै त सारा 10 मिनट चाहिँ यस्तो छ बाटो साथीहरू। पछि धेर छैन अरे साथीहरू, आइपुग्न लाग्यो रे। दिदी अब नातिनु है, आइपुग्न लाग्यो रे। चिलमा होइन, म चाहिँ स्यास्या भइसकेँ। दिदीहरू त अगाडि पुगिसक्नु नै भयो होला। हामी पनि पुग्न चाहिँ लाग्यो जस्तो लागिरह है। वेलकम गर्नेवाला हो यो। सुरुको हो यो। कता गयो दिदीहरू। साथीहरू बल्ल बल्ल मन्दिर खै के हो भन्नु नि, राम्रो आउँदैन। यस्तो छ
ए छोडेर भाग्ने दिदीहरू चाहिँ हामीलाई हेलो दिदी सानो कान्छानो निदायो कान निदायो तिम्रो कस्तो रहेछ सानो हेर त उहाँ हेर न पानी हेऱ्यौ तिमीले मेरो चाहिँ गाह्रो भन्छ नि यहाँ आएपछि आनन्द आउँदो रहेछ साथीहरू कति राम्रो हेर्नु न द दिदीहरू चाहिँ फोटो खिच्दै हुनुहुन्छ फोटोसोटो खिच्यौँ 4:30 अब चाहिँ 5 पनि बज्नु लागिसक्यो घर पनि जानुपर्ने हुन्छ उसै अँध्यारो देखिने कि साथीहरू हामी एकछिन बस्यौँ त्यहाँ दहनिर वहीँको पहाडतिर दिदीहरू अगाडि छन् कोही पछाडि म एक्लै हिँडिरहेको छु हेर्नु न यत्रो ठुलो जङ्गलमा आया रात पनि परिसक्यो 5 बजिसक्यो अहिले त ओफ आज त लास्टै थाक्यो साथीहरू रमाइलो छ यतातिर चाहिँ यो ध्वजाहरूले नै कस्तो राम्रो देखाउने के ध्वजै ध्वजा यस्तो ओहो के खालको ब्याग बोकाइ हो दिदी दी ब्याग बोकाइ त खतरा छ त अनि यतातिर चाहिँ डान्स चलिरहेको छ डान्स बेडसिटले छ होइन पछाडि चाहिँ डान्स चलिरहेको छ अब हामी चाहिँ खानेकुरा खानु लागेको भोक पनि लागिसक्यो यहाँ छ खानेकुरा दिदी ल्याउनु भएको छ कस्तो राम्रो आउँछ यहाँ चाहिँ उज्यालो टाक्राक टुक्रुको भन्नुभयो अब चाहिँ अन्डा खाँदैछौँ साथीहरू हामी खाजा चाहिँ यसरी ल्याउनु पर्छ प्लेटहरू चाहिँ स्कुटरमै छुट अरे डिक्कीमै अब हातमा खाने खानेकुरा चिकन यो चाहिँ के हो दिदी हो अनि प्लेट चाहिँ हामीले स्कुटरमै छोडेको भएर खाँदैछौँ यसरी हातमा छोडो यता हेरेको के हो यता यस्तो यता यसरी बसेर खाँदै हुनुहुन्छ यस्तो धजै धजै यो पनि खाँदैछ हामीसँग अड्डी अब हिँडेको हामी चाहिँ घरतिर पोकापुनतिर बोकेर रात परिसक्यो हामी फर्कियौँ है म फोटोग्राफर थियो सबैको एकजनाले यताबाट बोलाउने अर्कोले यताबाट बोलाउने जस बिजोक रमाइलो भयो धेरै हिँड्नु पर्यो के गर्नु आफूले स्कुटी चलाउनु जानेको भए त लगन सागको बजारमा झऱ्यौँ अब जानुपर्छ रात पर जानु त त्यहाँ गइरहेको यहाँ पानी खानु रोकेको दिदी छोरोहरू यता हुनुहुन्छ हल्का चोट लाग्यो स्कुटर लगेर दिदीको साथीलाई चाहिँ त्यही भिडियो चाहिँ यहीँनिर अन्त गर्छु साथीहरू फुल भिडियो हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच बाई 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 सनी बाई बाई